गाईहरू चाहिँ गाईको तत्त्व दुधहरू खायो होइन, तताएर गरेर टक्क मही दही खायो, घिउ खायो। सो गाइस अहिले चाहिँ यहाँले यसो मासु लियो होइन, यसलाई टक्क यसो लियो यो मासुलाई। हेलो एन्ड नमस्ते गाइस, वेलकम ब्याक सबैजनालाई मेरो एउटा नयाँ भिडियोमा। अनि आज फेरि आइसकेको छु धेरै दिनपछि भ्लग बनाएर होइन। अनि आज चाहिँ होलीको दिन सबैजनालाई ह्याप्पी होली। अनि हाम्रो पनि आज अब यता हिजो चाहिँ पहाडे होली, अब आज तयार होली छ। अनि फाइनली अहिलेसम्म उठिसकेँ अनि धेरै दिनपछि आएको छु होइन। यस्तो घरहरूको भिडियोहरू दिन्छु टक्क यता हाम्रो यहाँ घरहरू होइन, यस्तै थियो। अनि अलिक म अलि चाहिँ एक्टिभ थिइनँ युट्युबतिर होइन। अहिले म थोरै हल्का थोरै बिजी थिएँ। अनि यो अलिक लाइट कडा बोल्छ कि त्यसले, अनि राम्रो हुँदैन फेसमा त्यही भएर। अनि अहिले चाहिँ उठेर अनि यता यसो पढेर बुक्स केही छोडेको थिएँ, त्यो मैले हिजो मैले निकालेको थिएँ होइन, चेक गर्न बिग्रेछ कि छैन। अनि लुगासुगा टकटुक छ, नभए यो सबैलाई उठाएर ओरेर होइन नक्क पारेर मिलाएर। आज चाहिँ अब छुट्टी, होलीको दिन शुक्रबार, अब हाम्रो त्यतातिर छुट्टी, तपाईँहरूकोतिर के भयो। अनि अर्को भने चाहिँ अब मेरो यसो लुगासुगाहरू पनि चटचट पारेर धुनु छ। आधी दिदी मैले हिजै धुइसकेको थिएँ स्कुलमा, हिजो यसो होली खेलेर होइन, थोरै फोहोर भएको थियो क्या, रङहरू लगाएको थियो, सेतो सर्टहरू गर्दाखेरि फोहोर भयो भने त अन्त धुन अलिक मिल्दैन। त्यसले गर्दा अब यिनीहरू ट्र्याकहरू छ, यो ट्र्याकहरूलाई चाहिँ चट्ट पारेर धोइहालिदिनु पऱ्यो। आधी त मैले हिजो त स्कुलको सर्ट पेन्टहरू धोएको थिएँ, अनि अब यहाँ चट्ट पारेर धोएर अनि टक्क पारेर सुकाइदिएर अनि त्यसपछि फेरि लुगासुगाहरू धोइसक्यो अरे होइन। अनि टक्क लुगासुगा धोएर त्यहाँ सुकाइदिएँ फुल। अब आधी चाहिँ धोएको थियो, आधी अहिले धोएर टक्क सुकाइदिएँ, सुजहरू पनि धोएर होइन। अनि अहिले चाहिँ अब घामहरू झुल्किसक्यो, पर घाम झुल्किन्छ त्यही देखेर टक्क पर घामहरू झुल्किरहेको। अब अहिले चाहिँ फाइनली अहिले बिहानको ठ्याक्क 8 बज्न आँटिसकेको छ। अनि चाहिँ उठेर अब लुगासुगा टकटुक्क धोएर अब यतिखेर अरू केटाहरू होलीसोली लोलासोला लिएर होइन, रङसङ बोकेर केटाहरू एट्याक हानेर ड्याम होली खेल्छन्। अब आफू चाहिँ परियो यस्तै गाउँले केटो। अनि अब झन् गाउँमा चाहिँ हो अलिक मान्छे होइन, गाउँमा चाहिँ अलिक आउनु पर्ने एउटा स्पेसली होली चाहिँ गाउँमै धेरै मनाइन्छ। त्यही पनि चाहिँ होलीमा नि गाइस त्यति इन्ट्रेस्ट लाग्दैन क्या। होली अब हुन त हिन्दू धर्मकै हुन त अब हिन्दू धर्मकै होली हो है, अलिक मनाउँछ त्यो छोरी भिडियो रोक्यो कि। अनि अब तर म त्यस्तो इन्ट्रेस्ट लाग्दैन होलीतिर होइन, त्यो रङले अलिकति एलर्जी हुने ओर्ने है मलाई चाहिँ त्यस्तो। अनि त्यसरी अलिक मलाई होलीमा त्यस्तो इन्ट्रेस्ट लाग्दैन। अनि तपाईँहरूको होली कस्तो गर्दा सबैजनाको राम्रै गर्ला भन्ने आशा गरेको छु। अनि राम्रै जाओस्। जसले अब होली मनाउनु हुँदैन उनीहरू ठिकै छ, अब केही कारणले हो मनाउनु भएन भने त ठिकै छ होइन। मनाउनु मिल्छ ओर्छ भने मनाउनु केही छैन, तर म चाहिँ एलर्जी हुन्छ कि स्किनमा, अनि त्यसैले म अलिक होलीको त्यो रङहरूदेखि अलिक टाढै टाढै बस्ने कोसिस गर्छु। अब कोही आएर लगाइदिन्छ नि भने चाहिँ अब म नै भन्दिनँ होइन, लगाइदिनु त लु भनेर अब लगाइदिनुहोस् जे होइन। अब लगाइदिने नि हो भने त अब किन टाढा हुनु त, अब हिन्दू धर्मको पर्व नि हो, त्यसैले मनाउनुपर्छ। अनि होली अब हिन्दूहरूको मात्रै होइन, नेपालीहरू हो, तपाईँहरू नेपालीमा हुन्छ भने मनाइदिनु होली। के त हिन्दू धर्मले मनाउनु हुँदैन भन्ने हुँदैन क्या अरे, हिन्दू धर्मले मात्रै मनाउने र हिन्दू धर्म बाहेक अरूले मनाउनु हुँदैन भन्ने कहीँ लेखेको छैन, कुनै बुकमा लेखेको छैन होइन, कुनै अब के भन्छ संविधानको बुकहरू केहीमा लेखेको छैन। त्यसै तपाईँले मनाउनु केही छैन, चाडपर्व भनेको सबैको लागि इक्वल हो। अब चाहिँ कोठा यस्तो धुवास भएको छ कि यो कोठालाई टक्क पारेर सफा गरेर अनि मात्रै सोच्यो। सो अहिले चाहिँ फाइनली मैले कोठासोटाहरू टकटक यता मिलाइ ओरिसकेँ। अनि हेर्दा किताब सिताब होइन ओछ्यान अब मस्तले आरामले बसेर होइन टक्क कोठासोटाहरू मिलाइहाल्यो। अनि आज होलीको दिन अब कोठाहरू सफा गरेर अनि धेरै दिन भयो क्या यस्तो कोठाहरू सफा नगरेको। अनि आज कोठाहरूको सफाहरू गरेँ अरे। अनि यता बाहिरतिर त मैले अघि तपाईँलाई यसो चट्ट पारेर भिडियोहरू दिइसकेको थिएँ होइन। त्यसपछि चाहिँ अब टक्क खानासाना खाइन्छ ओरिन्छ अनि यस्तो आरामले यसो बसिरहन्छ। अनि तपाईँहरूतिर कस्तो भयो होला त, राम्रै गयो होला जसम्म मलाई लाग्छ। अब होली राम्रै मनाउनु, मैले अघि पनि भनिसकेको छु, धेरै नभनौँ होइन, धेरै ज्ञान प्रवचन नदिइराखौँ। अनि त्यसैले अब भोक पनि लागिरहेको छ, अब यसमा खानासाना पाक्छ अनि खानासाना बसाउँछु। अब खाना अहिले भर्खर मैले बसालेर आएको कि अब पाक्छ ओर्छ अनि अब खान्छु ओर्छु। त्यसरी तपाईँलाई फेरि भरेबाटै भेट्छु है। अहिले चाहिँ फाइनली अब घरको कामसामहरू सकाएँ, टाकटुक सकाएँ। अनि त्यसपछि अब खाना खानुहरू बोलाउनु भयो, अनि भोक पनि लागिरहेको थियो क्या। अब
9 त बजिसकेको थियो, 9:30 जति भइसकेको थियो। अनि अब भोक लाग्यो अनि टक्क आएर अब यसरी अचार सब्जी भातहरू टक्क पस्केर दिँदा होइन, अनि अलिक भोक पनि लाग्यो, खायो अरे ढोगेर। अनि टक्क खाएर ओरेर अनि खाएर चाहिँ आफूले खाएको धन्दा चाहिँ सधैँ मस्काउनुपर्छ है गाई चाहिँ। मैले पनि यसो टक्क मस्काएँ अनि टक्क खाएर ओरेर काम पनि सकाइदिएँ सबै। अनि आएर यसो घुप्लुक्क सुतेँ। अब भरे एकछिन भेट्छु। सो गाइज अहिले चाहिँ फाइनली बेलुका भइसकिसक्यो। अनि म चाहिँ यसरी टक्क बाहिर बसिरहेको छु। अनि यता पछाडि अघि मैले साइकलहरू आज अब दिउँसो अघि धोएर ओरेर टक्क पारेर, अनि यहाँ चप्पल पनि आज टरक्क पारेर धोएर सेतो सेतो बनाएर होइन टक्क बसिरहेको छु यता पनि होइन। टक्क चप्पलहरू धोएर अनि टक्क पारेर एकदम आरामले बसिरहेको छु। अनि अब आज होलीको दिन छुट्टी। अब तपाईँहरूको कस्तो गयो होली? मेरो चाहिँ यही हो, बिहान उठ्यो लुगासुगा धोयो, सुकायो, लुगासुगा धोएर गरेर साइकलहरू दियो ओऱ्यो अघि दिउँसो दिनभरि यसो सुत्यो। अनि फोन हेऱ्यो होइन, अनि आनन्दले बिताइदियो। अनि यता पर चाहिँ हाम्रो पहिलो पनि भिडियो देखाएको थियो, यता यो चाहिँ हाम्रो बारी होइन, अर्काकै बारी हो। अनि मैले चाहिँ मेरो भिडियो हेरेर एकजना ठ्याक्क आफन्तले सोध्नुभएको क्या, त्यो तलतिरको बारी चाहिँ कस्तो तिमीहरूकै हो कि भनेर सोध्दै हुन्थ्यो। अनि त्यो बारी चाहिँ हाम्रो होइन है, त्यो चाहिँ मैले यसो देखाइदिएको यस्तो छ है हाम्रो बारीहरू भनेर। ओके। अनि यतातिर चाहिँ पहिले मैले देखाएको थिएँ नि, यतातिर पहिले मैले आफ्नो बारीहरू देखाएको थिएँ। ल अब ठेल्दिनँ अरे ओके। अनि देखाएको थिएँ नि होइन तपाईँलाई, त्यो चाहिँ बारीहरू हाम्रो। अनि यताको चाहिँ हाम्रो बारी होइन है। चाहिँ मैले टक्क भिडियोमा पनि तपाईँहरूले अब एकजना सोधिहाल्नु, अब अरूले पनि त्यसरी हुन्छ कि कन्फ्युजन भनेर मैले अघि भनिदिएको छु। अब आज होलीको दिन अब यस्तो चिकनहरू रोस्ट बनाउने अरे कि। अनि अब चिकन रोस्ट बनाउने काम त जिम्मा त मेरै हो। अब यहाँ हेर्नु अब गाईको थलासला फोहोर भएछ क्या, अब बसन्ती यता। अनि यो बारी चाहिँ यता चाहिँ हाम्रो है, उपर जाली लगाएर देख्नुपर्छ नि वहाँ पर, त्यो जालीदेखि यता सबै बारी चाहिँ हाम्रो। अहिले मम्मी टक्क सोर्दै ओर्दै, यो सोर्दा हुन्छ यो सबै गोबरहरू अब। अनि सोर्ने भने म सोरिदिन्छु नि। यो दाउरा घार पहिलेको भ्लगमा मैले देखाएको थिएँ। ओ मेरो आज यहाँ धोको चप्पल पार्छु तिमीहरूलाई यसरी है। यस्तै छ गाईहरू दुयो, गाईको तत्तो दुधहरू खायो होइन, तताएर ओरेर टक्क मही दही खायो, घिउ खायो, आनन्द छ भनौँ न होइन। अब गाउँमा अब अलिकति गाउँमा भनेको दुखानको चाहिँ बाटोमा हिँड्दा धुलो, तर अहिले त अलिक पिच पनि भइरहेको छ, अलिअलि धुलो सुलो। अनि यही गाउँघरको यस्तो धुवाहरू यसो खानुपर्छ। यही धुवा र यही गाउँको धुलोले गरेर बुढेसकालमा पनि अलिक धेरै बेरसम्म, मतलब अलिक धेरै उमेर बाँचिँदो रहेछ क्या। यो धुवा धुलो चाहिँ गाउँको धुवा धुलो चाहिँ कम्पलसरी नि छ, चाहिँदो नि रहेछ होइन। बोल ल अनि यस्तै छ हाम्रोतिर अहिले। अब थन्काइदिउँ होला साइकलले। यसले चाहिँ अब टक्क पारेर हाम्रो यहाँ यो चाहिँ मेरो अर्को बसन्ती, उपर अर्को बसन्ती देखाइहाल्यो अघि। यो मेरो अर्को बसन्ती होइन। अब दुःख सुखमा मलाई साथ दिने। अब अलिक समयपछि त बाइक आउँछ, बाइक आएपछि चाहिँ जे होला होइन अहिले चाहिँ। अनि हाम्रो यहाँ पार्किङ गरेर चाहिँ साइकलहरू राख्नुपर्ने, यस्तो जुरेको चल्दै यस्तो पारो, अनि यस्तो पारो यस्तो पारो खेल्यो होइन। अनि यस्तै छ, यहाँ लगेर टक्कतिर राखिदियो, साइकल पार्क भइहाल्यो। हाम्रो यसोले आलु फलेर हेर्नु न, आलु फलेको छ है। भान्सातिर यस्तै छ। अब यसो चिकन रोस्टहरू बनाउने भने तयारीतिर लाग्नु पऱ्यो है। तपाईँहरू पनि भिडियो लाइक गर्नुभएको छ भने लाइक गरिहाल्नु, छिट्टो फास्ट लाइक गरिहाल्ने होइन। अनि सब्सक्राइब गर्नु सब्सक्राइब गर्नु। तर सबैलाई धेरै धन्यवाद यार, तपाईँहरूले यत्रो दिन अलिक भिडियो नहाल्दा पनि मलाई सपोर्ट गरिरहनु भयो होइन। ठिक छ, सब्सक्राइब गरिरहनु भयो, त्यसको लागि धेरै धेरै खुसी लाग्यो। अनि छिट्टै हाम्रो अलिक धेरै फ्यामिलीहरू बनाउनुपर्छ। अब 100 भयो, अब 200 बनाउँदै 300 400हरू बनाउँदै गर्दै सपना अझै छ, पुरा गर्नुपर्छ है। र सबैजना साथ दिइरहनु होला भनेर आशा राख्दछु। अनि अब यसो चिकन रोस्टहरू बनाउँछु तपाईँलाई। अहिले चाहिँ फाइनली बेलुकाको 6:30 भइसकिसक्यो। अनि हाम्रो चाहिँ यता अब यसो चिकन फ्राईहरू बनाउने क्या। अब हामी भने चाहिँ यसो बेलुकै खान्छौँ क्या, अलिक राति नै होस् होइन, राति बनायो भने राति खाने भन्ने सोच हुन्छ। अरू चाहिँ सबै बनाइसक्ने, अब राति आइसक्यो होइन। अनि अब चाहिँ बनाउने हेर्ने, अब यसरी भनेको मै हो है। अनि अब बनाउनु पऱ्यो नि त, अब घरको एउटा जिम्मेवारी छोरो, कान्छा छोरो, ल एउटा घरको कान्छा छोरो। अनि यता हाम्रो यहाँ मासु, लाइट बल्दैन हो, लाइटै यता कनेक्टै गरेको छैन, उहाँ पर छ कि लाइट, यहाँ चाहिँ लाइटै छैन। यहाँ टक्क मासु छ, यस्तो तेल नुन छ, तेल सेल, यहाँ मसला अगाडि मम्मी यता मसला पिन्दिँदै हुन्छ।
मम्मी अरू के ल्याउनुपर्छ बेसारहरू छ तार्ने हाम्रोतिर खोइ अब रोस्ट भनेको थियो कि रोस्ट चाहिँ नबनाउने भयो क्या अब सामानै ल्याउन फ्याट्टै बिर्सेछु क्या अघि दोकान गएको बेला फेरि आज 1 गते छ अनि 1 गते चाहिँ हामी अवश्य पैसा जित्दिनौँ क्या यो चाहिँ हामी पहिलेदेखि मानेर आएको छौँ 1 गते चाहिँ हामी पैसा चलाउँदैनौँ भित्रबाट निकालेर होइन अनि अघि दोकान गएर बाँकीमा सामान त ल्याएँ फेरि जानै झ्याउ लाग्यो लु होस् न त रोस्ट के बनाउनु भनेर बेलुका पनि भइसकेको थियो अनि तारेर खाने सोच भयो अब तारेर खाऊँ न त भनेर सोच गरेँ रोस्टलाई अब कट्टा हानिदिने त रेसिपी कट्टा हानिदिने भयो होइन अनि त्यस्तै छ अब आयो पर आगो बालिसक्यो आगो बालिसक्यो म बनाउँछु अनि त्यस्तै खानुपर्छ सो गाइस अहिले चाहिँ यहाँले यसो मासु लियो होइन यसलाई टक्क यसो लियो यो मासुलाई यसरी टक्क लियो टक्क लिएर यहाँ अगाडि लगेर कराईमा टक्क हाल्यो होइन यसरी भुट्यो यहाँ राखिदियो अनि यसो सरर भुटेपछि मजाले पाक्छ क्या अनि यता अलि पाकेर यहाँ राखिसकेको छ थालीतिर यता थालतिर अनि यता पाक्छ यता मम्मी अचारहरू पनि ल्याउँदै अनि आफू अब खायो होइन मासुहरू पकाउने गर्दै अनि मासुहरू पकाउँदै गर्दै अनि अब पाकेर थालमा पस्केर अनि त्यसपछि म भेट्छु फेरि ल सो अहिले चाहिँ फाइनली हाम्रो चाहिँ यता खानासाना अब खानु रेडी भइसक्यो होइन अनि टक्क रोस्टहरू बनाइसकेको थियो अनि एकदम झकास भएको छ अनि यता चाहिँ जुस मोडर्न जुस होइन एकदम मोडर्न ड्यु एकदम बवाल भएको छ सो हाम्रो होली चाहिँ यसरी बित्यो होइन तपाईँको होली कसरी बित्यो होला भन्नु होला अनि अब चाहिँ यसो खाना खानु पऱ्यो होइन अनि थ्याङ्क यू फर वाचिङ आजको भिडियोमा बस यति थियो मन पऱ्यो लाइक सब्सक्राइब गर्नु होला थ्याङ्क यू फर वाचिङ बाई ओके अब लाग्यो